के भन्छ गरिब देश खसी अमेरिका भन्दा पनि राम्रो छ पहिला महिलाई पर्खेको लगभग 3 घण्टाभन्दा बढी सो गाइस कस्तो फिल भइरहेछ खुसी नि अब रिङ्गो जुसहरू दियो यो मान्छे के गर्दैछ तपाईँ हेर्न सक्नुहुन्छ है म यो मान्छेलाई एउटा क्वेसन सोध्छु ल यसको भिडियो सकेपछि टेक्नोलोजी हेर त टेक्नोलोजी म चाहिँ अहिले सुरुङभित्र छु भनेर के भन्नु यो कस्तो ठाउँ बनाएको छ भने नि जापान हो यार टक्क है यो बनाएर यहाँ गेट जस्तो बनाएको छ अनि म चाहिँ यहाँभित्र घुम्दैछु अनि ओ माई गड लुक एट द भ्यू अफ दिस कस्तो हिँड्ने ठाउँ है अनि टक्क माथि यो मोबाइलमा राम्रो देखिन्न होला तर बबाल छ क्या मिनेसन मैले अघि नै भने वातासिवा निहुन आएको चाहिँ 2 महिना भयो है जापानिजमा धेरै भयो भने साथीहरूले बुझ्दैन नि त सोरेखारा अनि 2 महिना भइसक्यो आरुबाई त आरिमासन सोरेखारा वातासिवा भिकारी देश अनि तोमोदाची वा ओखाने निमोचु देश निमोचुकी ओखाने मोची हाय ओखाने मोचु देश गोमेन्ट नछ ओखाने मोचु देश अतो दे वातासिको भिकारी देश वातासिमो भिकारी देश ओनाजी देश वातासिनो तोमोदाची वा 2टा आरुबाई तो आरिमास वातासिवा मारु जिरो मारु तिमीलाई एउटा क्वेसन कबाट कमल आए जस्तै खबाट के आउँछ खबाट खसी खरायो खत्री यस हि इज अ खत्री वान एन्ड ओन्ली खत्री म्यान अनि उसँग चाहिँ आइफोन छ मसँग चाहिँ गइफोन छ है मसँग गइफोन उसँग आइफोन अनि ओके वातासिनो तोमोदाची के भन्छ जापानमा बस्न कतिको फाइदाजनक छ कतिको सजिलो छ जापान त मैले यसो हिसाब गर्ने भने अमेरिका भन्दा पनि राम्रो छ पहिला हाउ किनकि आएको 2 महिनासम्म काम पाइँदैन त्यसपछि कति चाहिएको अनि 3टा 4वटा 5वटा गर्न सक्नेले 6वटा समेत मिल्छ यता गर्न सक्नेले 6वटा समेत मिल्छ यता गर्न सक्नु पर्यो पैसा कति चाहियो महिनाको 3 लाख 4 लाख 5 लाख 6 लाख कति चाहियो त्यो त आफूले गर्नु पर्यो हैन जापानको रुल्सको बारेमा केही भनिदेऊ न जापानको रुल्स भनेको आफ्नै नियम आफ्नै कानुन आफ्नै देश आफ्नै घर आफ्नै होस्टेल के को रुल्स यहाँको सरकारै आफै प्रधानमन्त्रीको रे मै हो सो एभ्रिवान म चाहिँ अहिले टक्क यहाँ वेटिङमा छु है खाइसाको गाडी अनि यहाँ चाहिँ मेरो आज एकजना बहिनी चाहिँ खाइसामा मेसेज दिन आएको छ भनेको कामको लागि इन्टरभ्यू दिन आएको छ है यसको के हुन्छ अब आइसकेपछि म एकचोटि उसलाई सोध्छु क्या उसलाई लिन्छ लिँदैन म यही खाइसामा काम गर्ने भएको कारणले उसलाई भने मैले यहीँ लिएर आएको थिएँ सेउखाइ चाहिँ होइन म पक्का त आएको मैले सेउखाइ गर्न मिल्दैन तर फर्म मैले भर्दै हो मलाई लाग्छ यहाँ कामको लागि मान्छे चाहिरहेको थियो जस्तो लागिरहेको थियो त्यही भएर चाहिँ उसलाई मैले यहाँ लिएर आएको अब ऊ आउँछ आएपछि हेरौँला यता पर्खेको नि 45 मिनट्स भइसकेको छ 45 मिनट्स भएको छ अब उसको आउने टाइम हुन लाग्यो ऊ आइसकेपछि म उसलाई पहिलो क्वेसन सोध्छु क्या कस्तो रियाक्सन आउँदो रहेछ उसले के भन्छ अब पायो कि पाएन होइन के भयो हेरौँला म उसको पर्खाइमा छु गार्डनमा टक्कै मच्छरले हल्का खाइरहेछ यहाँनिर जापानमा नि 1-2वटा मच्छर चाहिँ हुन्छ है मच्छरले अलिअलि खाइरहेछ तर म बहिनीको लागि पर्खिरहेको छु इफ उसको आज काम पायो भने एकदम म पनि खुसी हुन्छु बिकज मैले काम गर्ने ठाउँमा उसले पायो भने ऊ र म सँगै कुनै सिफ्ट पर्न सक्छ होइन त्यो टाइममा हामी के भन्छ दाजुबहिनी काम गर्दाखेरिको त्यो छुट्टै साथी पनि हुन्छ फरक हुन्छ सो एभ्रिवान मैले बहिनीलाई पर्खेको लगभग 3 घण्टाभन्दा बढी भइसक्यो 3 घण्टा जति भयो होला अलिकति बढी पनि भयो जस्तो लागिरहेछ है एकदमै म के भन्छु अब त्यो एकदमै यो छु एक्साइटेड छु अब आउँदैछ जस्तो लाग्यो आउँछ कि आउँदैन होइन आइपुग्यो चाहिँ हेरौँ 3 घण्टा भइसक्यो मैले पर्खेको यो मेहनत खेर नजाओस् भन्ने मलाई लागिरहेछ मलाई कल गरिरहेको थियो मैले कल काटेको छु सो गाइस कुदेर आइरहेछ खुसी भएर आइरहेछ भनेपछि यो मान्छे सेलेक्ट भयो भनेपछि जब पायो कस्तो फिल भइरहेछ
ल मैले कति घन्टा पर्खेँ होला सोच त अनि म मैले डर लागेर लगभग 3 घन्टा मैले पर्खेँ होइन तेन्चो होइन नत्र अर्को मान्छे हो तेन्चो केटा हो अर्कोले लिएछ तिमीलाई राख्नु है क्यामेरा ल ल ल ल ल कङ्ग्रेचुलेसन ओमेदेतो गोजाइमास उयो मलाई त कि पर्खाएर उत्यो पनि गरो रिङ्गो जुसहरू दियो रिङ्गो जुसहरू दियो आमा मतलब बधाई छ ए अब यहाँबाट निस्क्यौँ दाइ लक्की ल रहेछ हामी दाजुबहिनी एकै ठाउँमा गएको एउटै ठाउँ एउटै खाइसक्यो एउटै अब खुसी हुने भयो सिफ्ट मैले भनेकै हाल्यौ नि होइन भनेपछि कुनै न कुनै दिन हामी सँगै हुन्छौँ सिफ्ट डिफ्रेन्ट पारिदिए पनि त्यसमै अझै सानोहरू तिमी यहाँको कोही साथीलाई चिन्छौ भन मैले चिन्दिनँ भने अनि भन्नु नि त भनिन भरे साथी भएर गफ गर्छ भनेर सँगै सिफ्ट राखिदिँदैन भनेर मैले त वाकर नै भने ल ओके ठिक छ भनेपछि अब ढुक्क होइन आजदेखि ढुक्क हामी दुईजना ढुक्क अब लेटाङ्गे हामी ढुक्क भयौँ खुसी भयो म 11 एक दिन अगाडिदेखि म आउने रहेछु मेरो 11 तारिक छ उसको 13 तारिक छ एकदम खुसी लाग्यो ऊ फ्राइडेबाट ल शिशिरता ओमेदेतो गोजाइमास सायोनारा सायोनारा ल यहाँबाट जाउँ ल थाहा हुन्छ होला होइन यता हो एक यता छ बाई बाई ओके मिनासन रातको 8:30-9 बज्ने लगभग 9 बज्यो होला बहिनीसँग म गएको 5 बजे हो 9 बजेतिर म रुम फर्किँदैछु अनि बहिनीको नि काम त्यही लाग्यो मेरो पनि त्यही एउटै खाइसामा अब एउटै ठाउँको मान्छे हामी लाग्दाखेरि त्यो पनि अब लगभग हाम्रो के भन्छ त्यो काम गर्ने टाइम पनि हाम्रो सेम छ त्यसमा अब कहिलेकाहीँ एक दिन कम भयो भने 2 दिन जति चाहिँ हामी सेम टाइममा पर्न सक्छ त्यो गर्दाखेरि चाहिँ ड्युटी जान आउन सजिलो हुन्छ अनि त्यही भएको कारणले चाहिँ म पनि खुसी छु एक्साइटेड छु बहिनी पनि एकदम खुसी घरमा फोन गरेर भन्छु भन्दै थिएँ अब त्यही हो भेरी एक्साइटेड टु वर्क होइन हामी काम गर्नलाई एकदम भेरी एक्साइटेड छौँ एन्ड देन अहिलेलाई आजको भ्लग यति नै है एन्ड किप वाचिङ एन्ड किप सपोर्टिङ अस अनि यो भ्लग चाहिँ स्पेसल्ली शिशिरतालाई ओमेदेतो गोजाइमासको लागि नै हो शिशिरता बहिनी एट लास्टमा ओमेदेतो गोजाइमास एन्ड ओमेदेतो गोजाइमास जे गर्दा नि ओमेदेतो गोजाइमास हुन्छ यहाँ त्यही भएर ओमेदेतो गोजाइमास सायनारा बाई बाई